हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल इटाली स्टडी जर्नी। आजको भिडियोमा चाहिँ अनि हामी सबै फाइनान्सियल रिक्वायरमेन्टहरू र डकुमेन्टेसनहरू भिसा एप्लिकेसनको लागि कस्तो डकुमेन्ट चाहिन्छ, कुन डकुमेन्ट हाल्दा स्ट्रङ हुन्छ, कस्तो डकुमेन्टहरू देखाउँदा स्ट्रङ हुन्छ त्यो बारेमा चाहिँ डिस्कस गर्न गइरहेको छु। यो चाहिँ फाइनान्सियलको पार्ट 2 हो यो भिडियो चाहिँ। फाइनान्सियल रिक्वायरमेन्ट नेपाली स्टुडेन्टको लागि फाइनान्सियल के रिक्वायर्ड छ त, के म्यान्डेटरी छ र के एक्स्ट्रा डकुमेन्ट एडिसनल डकुमेन्टहरू के देखाउँदा चाहिँ स्ट्रङ हुन्छ, आफ्नो डकुमेन्ट स्ट्रङ हुन्छ, ब्याङ्क स्टेटमेन्टहरू स्ट्रङ हुन्छ र प्रिपरेसनहरू भिसा फाइलको बारेमा चाहिँ हामी डिस्कस गर्छौँ आजको भिडियोमा। र फर्स्टमा हामी कुरा गर्दाखेरि फाइनान्सियल प्रुफ, हामीले फाइनान्सियल डकुमेन्टहरू फन्ड र इन्कमहरू चाहिँ किन देखाउनु पर्छ त्यो बारेमा अलिकति बुझ्ने कोसिस गरौँ। फर्स्टमा हामीले चाहिँ फाइनान्सियल डकुमेन्ट देखाउनु पर्ने मेन मुख्य कारण भनेको चाहिँ पढाइ, जुन पढाइको इन्टरभल हुन्छ 3 इयर्स ब्याचलरलाई र 2 इयर्स मास्टरलाई, त्यो अवधिभित्र चाहिँ स्टुडेन्टहरूले अनअथोराइज्ड भनेको इलिगल कामहरू नगरून् भनेर चाहिँ फन्ड्स हामीले देखाउनु पर्ने हुन्छ। त्यस पछाडि सबै ट्युसन फी, एकोमोडेसन, फुड, ट्राभल र अरू इमर्जेन्सी कस्टहरू, एक्सपेन्सेसहरू चाहिँ कभर गरून् भनेर फाइनान्सियल हामीले देखाउनु पर्छ, फन्ड्सहरू देखाउनु पर्छ। र भिसाको लागि मेन इम्पोर्टेन्ट कुरै भनेकै फाइनान्सियल रिक्वायरमेन्ट हो, फन्ड्स हो, इन्कम हो। त्यो कारणले हामीले फाइनान्सियल डकुमेन्ट चाहिँ एकदमै देखाउनु जरुरी हुन्छ। र अब हामीले देखाउँदाखेरि चाहिँ कतिसम्म देखाउन सकिन्छ, अहिले नयाँ चेकलिस्ट अनुसार, इटालीको भिसा चेकलिस्ट अनुसार, न्यू चेकलिस्ट अनुसार चाहिँ 6900 पर इयर चाहिँ हामीले फन्ड सो गर्नुपर्छ। त्यो गर्दाखेरि र फर मास्टर एराउन्ड 14,000 युरो चाहिँ हामीले फन्ड सो गर्नुपर्ने हुन्छ। र एनुअल इन्कमको बारेमा चाहिँ हामीले सकेसम्म 15 देखि 20 लाखको एनुअल इन्कम चाहिँ देखाउन जरुरी हुन्छ। एनुअल इन्कम, हामीले एनुअल इन्कम देखाउने के सो गरेर हामीले एनुअल इन्कम देखाउन सक्छौँ। हामीले स्यालेरी फ्रम इम्प्लोइमेन्ट, फर्स्टमा हामीले आफ्नो स्पोन्सरको स्यालेरी देखाएर पनि एनुअल इन्कम देखाउन सक्छौँ। त्यस पछाडि पेन्सन पनि एउटा इन्कमै हुन्छ। त्यस पछाडि हाउस रेन्टहरू वार्डबाट एग्रिमेन्ट बनाएर हाउस रेन्टहरूको पेमेन्ट चाहिँ ब्याङ्क स्टेटमेन्टमा हालेर हामीले त्यो हाउस रेन्टलाई पनि एनुअल इन्कम देखाउन सक्छौँ। हाउस रेन्टलाई पनि फरेन रेमिटेन्स, त्यो भने चाहिँ कोही आफ्नो स्पोन्सरहरू फरेनमा हुनुहुन्छ भने उहाँहरूले पठाएको पैसा, फरेन रेमिटेन्सबाट पठाउनु भएको पैसालाई पनि हामी एनुअल इन्कम देखाउन सक्छौँ। त्यस पछाडि अर्को भनेको बिजनेस प्रफिट, हामी बिजनेसहरू देखाउन पनि सक्यो। बिजनेसको केसमा चाहिँ बिजनेसको ब्याङ्क स्टेटमेन्ट चाहिन्छ। त्यस पछाडि बिजनेस रेजिस्ट्रेसन प्यान अथवा भ्याटमा केमा दर्ता भएको छ त्यसको सर्टिफिकेट चाहिन्छ। अनि त्यस पछाडि ट्याक्स क्लियरेन्स, अभियसली बिजनेसको ट्याक्स र स्यालेरीको ट्याक्स पनि देखाउनु पर्छ। यति। त्यस पछाडि अर्को हाम्रो एक्स्ट्रा एडिसनल भनेको ल्यान्ड लिज पनि देखाउन सकिन्छ। ल्यान्ड लिज कुनै आफ्नो नाममा अथवा आफ्नो स्पोन्सरको नाममा जग्गा छ र त्यो जग्गा चाहिँ कोही अर्को पर्सनलाई ल्यान्ड लिजमा दिएको छ भनेर हामीले एग्रिमेन्ट बनाएर एग्रिमेन्ट अनुसार चाहिँ देखाउन पनि सक्यो हामीले एनुअल इन्कम। त्यस पछाडि अर्को भनेको एग्रिकल्चर छ। एग्रिकल्चरको केसमा चाहिँ एनुअल्ली एराउन्ड 2 देखि 3 लाख चाहिँ हामीले देखाउन सक्छौँ एग्रिकल्चरको। तर एग्रिकल्चरको केसमा हामीलाई त्यस्तो प्रुफ चाहिँ केही खोज्दैन एग्रिकल्चरमा, सकेसम्म प्रुफ देखाउँदा राम्रो। इफ छैन भने पनि एग्रिकल्चरको केसमा चाहिँ त्यस्तो खासै फरक पर्दैन प्रुफको। र अर्को छ एनिमल हस्बेन्ड्रीमा चाहिँ सकेसम्म सेलिङ, अब के सेल गरिन्छ, सेलको रिसिप्ट हुँदाखेरि बेस्ट हुन्छ, रिसिप्ट हुन्छ होइन। त्यस पछाडि अर्को भनेको बिल भयो, बिल रिसिप्टहरू छ भने एकदम राम्रो हो एनिमल हस्बेन्ड्रीमा पनि। र अब स्पोन्सर चाहिँ को चेकलिस्ट अनुसार चाहिँ के भन्छ भने स्पोन्सर प्यारेन्ट्स बाहेक अरू कसैलाई राख्न पाइँदैन। अरू यदि बस्नै पर्यो भने सेल्फ स्पोन्सर गर्न पाइयो। सेल्फ स्पोन्सर र प्यारेन्ट्स बाहेक अरू कोही पनि बस्न पाइँदैन भनेर चेकलिस्टमा भनेको छ। र यदि अब एकदमै गाह्रै पर्यो, हुँदै भएन, प्यारेन्ट्स र सेल्फ स्पोन्सर हुँदै भएन भने ब्रदर सिस्टर सिब्लिङ्सहरूलाई पनि स्पोन्सरमा राख्न पाइयो। र अब त्यो चाहिँ सिब्लिङ्ससँगको रिलेसन, आफू जसलाई स्पोन्सर राख्नुहुन्छ उहाँहरूसँगको रिलेसन चाहिँ एकदमै खुलाएको हुनुपर्छ। र यदि प्यारेन्ट्स र सिब्लिङ्स बाहेक र सेल्फ स्पोन्सर बाहेक अरू कोही स्पोन्सर राख्नु हो भने रिस्क चाहिँ एकदमै रिस्क हुन्छ। तपाईँहरूलाई इन्टरभ्यूमा एकदमै सोध्ने क्वेसनै त्यही हुन्छ, स्पोन्सर किन आफ्नो प्यारेन्ट्स अथवा सेल्फ स्पोन्सर किन बसिनस् भनेर। त्यसको चाहिँ प्रिपरेसन एकदमै राम्रो तरिकाले गर्नुपर्ने हुन्छ र कभर लेटरमा पनि त्यो विषयमा चाहिँ खुलाएको हुनुपर्छ। र यो भयो इन्कमको कुरा, एनुअल इन्कमको। र अब कुरा गरौँ फन्ड्सको बारेमा। फन्ड्स कसरी देखाउन सकिन्छ त? फन्ड्सको देखाउने सोर्स के हो त? वेजहरू के हो त? एउटा ब्याङ्क ब्यालेन्स सर्टिफिकेट, ब्याङ्कमा 6 महिनासम्म कन्सिस्टेन्टली स्टेटमेन्ट हुनु पर्यो, ट्रान्ज्याक्सन हुनु पर्यो, लार्ज एमाउन्ट
अब कोही-कोहीले के गर्नुहुन्छ एकैचोटि 10 लाख 20 लाख हाल्ने गर्नुहुन्छ। त्यो नगर्नु होला। थोरै-थोरै एमाउन्ट 1 लाख 2 लाख 50,000 हो यति एमाउन्ट लिटल एमाउन्ट चाहिँ डिपोजिट गर्दै 6 मन्थसम्म डिपोजिट गर्नु होला र अन्तिममा एकैचोटि ठ्याक्कै आफूलाई पुग्ने फन्ड्स आफूलाई चाहिने फन्ड्स कति हो त्यति पुऱ्याएपछि चाहिँ होल्डमा राख्नु होला। र अर्को छ स्यालेरी डकुमेन्टेसन। स्यालेरी देखाउँदाखेरिको 6 मन्थसम्म कन्टिन्युअसली स्यालेरी आएको हुनुपर्यो र स्यालेरीको केसमा तपाईँले स्यालेरीको सर्टिफिकेट देखाउनु पर्ने हुन्छ। त्यस पछाडि स्यालेरी स्लिप इफ पोसिबल देन स्यालेरीको ट्याक्स पनि तिरेर ट्याक्स क्लियरेन्स पनि देखाइदिनु होला। त्यस पछाडि प्रोपर्टी डकुमेन्टेसन यो चाहिँ एडिसनल डकुमेन्ट हुन्छ। प्रोपर्टी डकुमेन्टेसन प्रोपर्टी भ्यालुएसन भयो यो भनेको चाहिँ भ्यालुएसन भनेको अराउन्ड 2 to 3 करोडसम्म देखाउन सक्नुभयो। र अर्को बिजनेस भेरिफिकेसन बिजनेसको कुरो अघि भइहाल्यो। बिजनेस रजिस्ट्रेसन सर्टिफिकेट चाहियो। प्यान अथवा भ्याटमा केहीमा रजिस्ट्रेसन छ त्यो पनि चाहियो। 1 to 2 इयर्सको ट्याक्स रिटर्न ट्याक्स क्लियरेन्स पनि बिजनेसको केसमा चाहिँ देखाउनु पर्ने हुन्छ र प्लस ब्याङ्क स्टेटमेन्ट। अनि अब म्युनिसिपालिटी नगरपालिका वा त अथवा वार्डबाट के डकुमेन्टहरू बनाउन सकिन्छ त के डकुमेन्ट चाहिन्छ त हामीलाई भन्दा फर्स्टमा रिलेसनसिप सर्टिफिकेट रिलेसन को स्पोन्सर राख्नुहुन्छ अथवा कसलाई एनुअल इन्कममा सामेल गराउनु भएको छ उहाँहरूसँगको तपाईँको रिलेसन देखाउनुपर्छ। त्यस पछाडि भनेको एनुअल इन्कम कति हुन्छ र कुन एकदमै हेरेर सर्टिफिकेटहरू हेरेर जस्तै स्यालेरी देखाउनु भने स्यालेरीबाट कति इन्कम एग्रिकल्चरबाट कति हाउस रेन्टबाट कति त्यो सबै इन्क्लुड गरेर एनुअल इन्कम सर्टिफिकेट बनाउनु होला। त्यसपछि प्रोपर्टी भ्यालुएसन वार्डबाट गर्दा पनि भयो अथवा बाहिरको कोही इन्जिनियर चिन्नु भएको छ भने बाहिरबाट गर्दा पनि भयो। त्यसपछि रिकमेन्डेसन लेटर यदि कुनै युनिभर्सिटीले तपाईँलाई रिकमेन्डेसनमा आएको छ भने मात्रै रिकमेन्डेसन लेटर बनाउनु होला न रिकमेन्डेसन लेटर मेन्डेटरी चाहिँ छैन। त्यसपछि अर्को भनेको ट्याक्स क्लियरेन्स वार्डबाट पनि ट्याक्स क्लियरेन्स बनाउन सक्नुहुन्छ। यदि 5वटा कुरा चाहिँ वार्डबाट अथवा म्युनिसिपालिटीबाट भिसाको लागि भिसा फाइलको लागि आवश्यक छ। र यति डकुमेन्ट बनाउन म्युनिसिपालिटीमा के डकुमेन्ट लिएर जानुपर्छ त भन्ने कुरोमा फर्स्टमा रिलेसनसिप सर्टिफिकेट बनाउन सिटिजनसिप चाहिन्छ र एनुअल इन्कम देखाउन एनुअल इन्कममा यदि तपाईँले एग्रिकल्चर अथवा एनिमल हस्बेन्ड्री ल्यान्ड लिज हाउस रेन्ट यति देखाउनु भएको छ भने ल्यान्ड ओनरसिप डकुमेन्ट चाहिन्छ। लाल पूर्जाहरू सबै बोकेर जानुपर्ने हुन्छ। र यदि स्यालेरी देखाउनु भएको छ भने ट्याक्स डकुमेन्ट र स्यालेरी स्लिप लिएर जानुपर्ने हुन्छ र पासपोर्ट साइज फोटो देखाउनुपर्छ। पासपोर्ट साइज फोटो रिलेसनसिपको लागि चाहिन्छ। र अर्को एउटा फन्ड्स देखाउने अर्को एउटा सोर्स के छ भने एजुकेसन लोन लिएर पनि तपाईँले आफ्नो फन्ड्सहरू सो गर्न सक्नुहुन्छ। र एजुकेसन लोन लिएको केसमा चाहिँ तपाईँले ब्याङ्कले के भन्छ भने युनिभर्सिटीमा डाइरेक्ट डिपोजिट गर्ने हो कि के गर्ने हो भन्ने कुरोमा तपाईँले यदि एजुकेसन लोन लिँदै हुनुहुन्छ भने ब्याङ्कमा गएर तपाईँले के भन्नु पर्यो भने फर्स्ट पार्ट भनेको हामीले युनिभर्सिटीलाई कुनै पनि फी एमाउन्ट चाहिँ तिर्नु पर्दैन। जस्ट यो हामीले एजुकेसन लोन देखाउनुको मुख्य कारण चाहिँ के हो भने फन्ड्सको लागि भिसा फाइलको लागि लोन अथवा फन्ड्स देखाएको एज ए एजुकेसन लोन। सो हामीलाई ब्याङ्कबाट चाहिँ के प्रोभाइड गराइदिनु हो भने सेन्सन लेटर डिस्पर्समेन्ट लेटर र एग्रिमेन्ट यति 3टा डकुमेन्ट ब्याङ्कबाट आयो र फुल्ली एमाउन्ट जति पनि लोन लिएको छ त्यो एमाउन्ट चाहिँ आफ्नो एकाउन्टमा डिस्पर्स भइदियो भने हामीलाई पुग्छ। त्यति भयो भने हामी भिसा फाइल गर्न सक्छौँ भनेर तपाईँले ब्याङ्कलाई कन्भिन्स गराउनु होला। नत्र ब्याङ्कले डाइरेक्ट युनिभर्सिटीको एकाउन्टमा हाल्ने हो हामीले त्यसरी स्टुडेन्ट अथवा कोही स्टुडेन्टको स्पोन्सरको एकाउन्टमा हाल्न मिल्दैन भनेर भन्छ त्यो कुनै ब्याङ्कहरूले। त्यो ब्याङ्कहरूलाई चाहिँ अब ब्याङ्कको म्यानेजरहरूसँग राम्ररी त्यो कुरा भन्नु होला। र एकैचोटि वान टाइम डिपोजिट जुन 1 डे ब्याङ्क ब्यालेन्स भन्छन् त्यो चाहिँ एकदमै एभोइड गर्नु होला। 6 मन्थ कन्सिस्टेन्टली ट्रान्जेक्सन गर्नु होला। अथवा त्यो छैन भने एजुकेसन लोन पनि लिन सक्नुहुन्छ। तपाईँ डकुमेन्टहरू रियल बनाएर सो गर्नु होला फन्ड्स र एनुअल इन्कमहरू सबै। र आजको भिडियोमा चाहिँ हामीले के कभर गऱ्यौँ भने फाइनेन्सियल रिक्वायरमेन्ट के छ डकुमेन्टहरू म्युनिसिपालिटी अथवा वार्डबाट फन्ड्सहरू इन्कमहरू देखाउँदा कस्तो डकुमेन्टहरू देखाउनु पर्छ अरू जानियो। र यति भन्दै आजको भिडियो यहाँ गर्न चाहन्छु। र आजको भिडियोलाई यति नै। फाइनेन्सियल पार्टमा अरू एडिसनल क्वेसनहरू केही छ तपाईँसँग भने कमेन्ट गर्नु होला। भिडियोलाई लाइक गर्नु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला र सेयर सकेसम्म आफ्नो साथीभाइहरूसँग सेयर गरिदिनु भिडियो सेयर गर्नु र बिर्सिदिनु होला।